अहिले ठिक हुनु पर्दैन, बुझ्नुपर्छ भन्ने छैन, ठिक पार्नुपर्ने केही छैन, शान्त बस्नुपर्ने पनि छैन। तिमी हिँड्न सक्छौ, आवाज गर्न सक्छौ, जसरी छौ त्यसरी नै हुन सक्छौ, किनभने तिमीभित्र केही पनि गलत छैन। तिमी कुनै स्वर होइनौ जसलाई दबाउनु पर्छ, तिमी कुनै आकृति होइनौ जसलाई मिलाउनु पर्छ, तिमी कुनै उज्यालो होइनौ जसलाई थुनिनु पर्छ अरूलाई सहज बनाउन। तिमी धेरै होइनौ, तिमी कमजोर पनि होइनौ, तिमी बिग्रिएको होइनौ, तिमी एक अति पुरानो आत्मा हौ, एक कोमल शरीरमा, एक अत्यन्त चर्को दुनियाँमा। र कहिलेकाहीँ यो पीडा हुन्छ र त्यो पनि ठिक छ। म तिमीलाई बदल्न आएको होइन, म त यहाँ छु जबसम्म तिम्रो सासले फेरि सुरक्षित महसुस गर्न थाल्छ। र जो तिमीलाई सम्हालिरहेछन्, जो रातभर जागिरहेछन्, जो तिम्रो हात समाउँछन्, जो पुरै संसार बोक्छन्, म उहाँहरूलाई भन्न चाहन्छु, तिमी पनि ठिक छौ, तिमी असफल होइनौ। तिमी त्यो आत्मालाई माया गरिरहेछौ जो शब्द बिनै संसारलाई परिवर्तन गर्न आएको हो। उनीहरू सिक्न आएका होइनन्, उनीहरू सम्झन आएका हुन्, दर्पण बन्न, शान्ति ल्याउन आएका हुन्। यस स्वरलाई एउटा कम्बल चाहिँ महसुस गर। अब केही गर्न आवश्यक छैन। सुन, सास फेर, थोरै बिसाउन देऊ। तिमी सुरक्षित छौ, केही पलभरको लागि भए पनि तिमीहरू दुवै सुरक्षित छौ र त्यही पर्याप्त छ। शान्ति आउन देऊ, बिजुली चाहिँ होइन, चन्द्रमाको झल्को चाहिँ। शान्ति बस्न देऊ, पाठ चाहिँ होइन, साथी चाहिँ। र जब त्यो शान्ति जान्छ, त्यसले केही छोडेर जाओस्, एउटा सम्झना, साँचो सुरक्षित महसुस कस्तो हुन्छ भनेर।